धन्यवाद महिमा प्रशंसा होस्। मलाई यो धन्यवाद ज्ञापन समेत दिनुभएको छ। अनि म सोच्दै थिएँ, म आज पनि टिकटकमा मैले राखेँ भिडियोहरू, फेसबुकमा ग्रुपमा राखेँ, एउटा पब्लिक पनि सानो गरेँ। अनि म सोच्दै थिएँ वास्तवमा आज कति यो मुलुकहरूमा नामै लिने हो भने इस्लामिक देशहरूमा, सुडानमा, खास गरी नाइजेरियामा होइन, म इसाई हो भन्नु नै जोखिमको अवस्था। अफगानिस्तानमा, उत्तर कोरियामा, कम्युनिस्ट देशहरूमा पनि जोखिमको अवस्था छ। विश्वमा यस्तो अवस्था पनि छ भने आज हामीले पाएको यो त अत्यधिक स्वतन्त्रता अथवा मानव कहिलेकाहीँ एक प्रकारको दमन पर्सिक्युसन होइन, इलमिल भइहाल्छ, सामान्य कुरा चाहिँ पनि थियो। यो ठुलो कुरा छ। यो कुरालाई एउटा नेसनल कल्चरको रूपमा, राष्ट्रिय कल्चरको रूपमा होइन, युरोप, अमेरिका, वेस्टमा त, साउथ अमेरिकामा छँदैछ भने हामी पनि किन डेभलप नगर्ने पनि त्यो सोध्दै थिएँ। किन हाम्रो विश्वास, आस्था चाहिँ हामी जहिले पनि पर्सनल सेभियर, व्यक्तिगत मुक्तदाता होइन, व्यक्तिगत रूपमा चिन्नुपर्छ, जान्नुपर्छ। हामी यति प्राइभेटलाइज होइन, यति प्राइभेट के भन्छ कम्पार्टमेन्टलाइजेसन, निजीकरण गरिसक्यो कि वास्तवमा आस्था, विश्वास, नैतिकता कहिले पनि व्यक्तिगत हुँदैन। त्यो आस्था पब्लिक जीवनमा जिउन पाउनुपर्छ, जिन्छ। नैतिकता व्यक्तिगत हुँदैन, त जहिले व्यवहारमा आउने कुरा हो। यसले गर्दा हाम्रो क्रिस्चियन आस्था पनि यो राज्यमा, यो राष्ट्रमा पब्लिकली जान लगाउने, सार्वजनिक गराउने एउटा महत्त्वपूर्ण अवसर चाहिँ क्रिसमस सेलिब्रेसन पनि हो। मैले यो रूपमा सोचिरहेको थिएँ। यसले गर्दा आज यो क्रिसमस सेलिब्रेसनको निम्ति जो जति घर, हाम्रा परिवार, सगरमाथा चर्चदेखि लिएर हाम्रो आफन्तले पाल्नु भएको छ, हेर्नु सबैजनालाई विशेष रूपमा फेरि पनि अन्त्यको समय भएकोले म स्वागत भनिनँ होइन, तर धन्यवाद दिन चाहन्छु। यसले हाम्रो आस्थालाई, हामीले के कुरा विश्वास गर्छौँ, कसमा विश्वास गर्छौँ, किन विश्वास गर्छौँ, र हाम्रो आस्था चाहिँ अत्यन्तै यहाँ बाहिर हामीले भौतिक रूपमा धेरै काम गर्दैनौँ भन्दैमा एउटा आशा नै नभएको अथवा निरस, आशा नभएको त हुँदै होइन, तर निरस के खासै केही चाडपर्व पनि छैन, केही छ निरस जस्तो, त्यो मात्रै होइन है। यसमा त बढी मात्रामा आशा, उत्साह, प्रेमको धेरै कुरा आइसकेका छन् है। आफूलाई जस्तै कति प्रेम गरिन्छ आफूलाई, त्यस्तै छिमेकीलाई, एक आपसलाई, परमेश्वरलाई प्रेम गर्दै गर्दा वचन पनि आज आइसक्यो। शुभकामना दिइसक्नु आज डाक्टर रोकाले पनि यो प्रकारको हाम्रो आशालाई, विश्वासलाई, भरोसालाई प्रवर्तन गर्ने, जनाउने, जगजाहेर गर्ने यो अवसर आज हामी लिएका छौँ। यी सबै कुराद्वारा परमेश्वरलाई महिमा भएको होस्। र विशेष हामीले यसरी सुरुवातदेखि नै भजन कोरस गायनमा, आराधनामा अगुवाई गर्नुहुने सम्पूर्ण कोर टिमलाई धन्यवाद दिन चाहन्छौँ, सम्पूर्ण चर्चको तर्फबाट। अनि हाम्रा नानी बाबुहरूलाई, सन्डे स्कुलका टिचरलाई, सबै कुरो व्यवस्थापन, म्यानेज गरिदिनु, ड्रेस होइन, कोर्टदेखि लिएर कोरियोग्राफी सबै कुरो मिलाइदिन सबै सन्डे स्कुलका टिचरलाई, अभिभावकलाई हामी धन्यवाद दिन चाहन्छौँ। हाम्रो नानी बाबुलाई धन्यवाद दिन चाहन्छौँ, धन्यवादै दिन्छौँ। यति राम्रो प्रस्तुतिहरू होइन, बाइबलका पदहरू कण्ठपाठ गरेर अनि नृत्यहरू प्रस्तुत गरेर, स्किट्सहरूदेखि लिएर विभिन्न होइन, अब म देखेको थिएँ मेरो छोरीले यसरी अथवा बजाएको होइन, आज गिटारले नै बजाएर होइन, पियानो बजाएर सबै कुरो गरे। हाम्रा छोरी नातिनीहरूले होइन, खुसीको कुरो छ होइन, रमाटको कुरो छ, धन्यवाद दिन्छौँ। अति आनन्द भएको छ। अनि त्यस गरिकन बधाई पनि दिन चाहन्छौँ जतिले आज क्विजहरूमा होइन भाग लिएर होइन, अनि भाग लिनुभयो, अनि उत्तर दिने आँट गर्नुभयो, जित्नु पनि भयो है, द्रौपदीदेखि लिएर सम्पूर्ण परिवारलाई। अनि अभिधान र मुना पराजुली है परिवार विषय धन्यवाद र बधाई पनि छ। क्विजहरू होइन, क्रिसमस क्यालेन्डरको समयदेखि जित्दै आज पनि जितेर आउनुभयो। यति छ भने कि ल तपाईँ चाहिँ नभनिदिनु सुत्त भन्नु पऱ्यो है त। चारैजना अत्यन्तै बाइबलको पद याद गर्नमा है धेरै चलाक रूपमा अगाडि आउनु भएको छ। चलाक भन्नाले फेरि सार के त्यो अर्थमा होइन, टक्क पछि याद गर्ने। अनि फेरि कुरा सहायता होइन, हरेक कुरा भाग लिइरहनु भएको छ अथवा समाज हुनु भएको छ, धेरै धन्यवाद, बधाई पनि छ। अनि त्यसै गरी महिला के अरे दिदीबहिनी, आमा दिदीबहिनीहरूले पनि होइन कति राम्रो गीतहरू, अत्यन्तै सुन्दर, अति मिठो प्रस्तुतिहरू दिनुभयो, डान्सहरू, नृत्यहरू अत्यन्तै राम्रो तरिकाले। अनि सबै कुराद्वारा परमेश्वरले उहाँकै महिमा, उहाँले आदर प्रशंसा भएको छ, धन्यवाद छ। त्यसै गरी हामीलाई सुरुदेखि नै प्रार्थनाकै समिति खासमा जानु पर्यो, ठिकै छ। सुरुवाती प्रार्थना अगुवाई गरिदिनु भयो पास्टर भरत दाजुलाई पनि धेरै धन्यवाद छ। अनि वचन ल्याउनु भयो अङ्कलले,
त्यसै गरिकन होइन वचनमा धेरै कुराहरू मैले रेकर्ड पनि पुरै गरेँ 21 मिनटको वचन पुरै है 20-21 मिनटको वचन अनि बडो सुन्दर तरिकाले अनि प्रेम आशा विश्वास यो उत्तम कुरादेखि लिएर अनि विश्वास चाहिँ के हो त अनि ज्योतिषले कसरी उहाँलाई खोजे ज्ञानी मानिसले अनि आज पनि हामीले खोज्नुपर्छ यो कुरा बारम्बार हामीले होइन सुनिरहेका छौँ फेरि आज रिन्फोर्स फेरि त्यो कुरा फेरि दोहोरिएको छ फेरि हाम्रो मनमा ताजा भएर आएका छन् अङ्कलको धेरै धन्यवाद छ अत्यन्तै सान्दर्भिक सटिक र टक्क पहिलोपटक सुन्दाखेरि पनि समग्र हाम्रो आशा विश्वास कसरी परमेश्वर मानव के को निम्ति किन यी सबै कुरा खुलस्त गरिदिनु भएको छ धन्यवाद छ अनि डाक्टर रोका डाक्टर सालुम धेरै धन्यवाद उहाँले होइन उहाँ त आफैमा एउटा पब्लिक है आफैमा अत्यन्तै पब्लिक सार्वजनिक व्यक्तित्व हुनुहुन्छ उहाँको त आस्था विश्वास हामीले यस्तो लुकाएर चलचित्र मात्रै बाहिर नगर भन्ने कुरा पनि छैन है उहाँ त बरु कहिलेको कन्ट्रोभर्सीमै पर्नुहुन्छ उहाँको जीवन त पब्लिक जीवन हो है सबैलाई चुनौतीको जीवन छ उहाँले फेरि चुनौती दिनुभएको छ हाम्रो माझमै आज यसुका चेला भनेकै माझमा हाम्रो प्रेम चाहिँ कता कता सेलाएको छ कि कति कुरा हामी ग्रहण गर्छ एकअर्कालाई त्यो उहाँले फेरि अर्को रूपमा हामीलाई चुनौती ल्याउनु भएको छ त्यही हामीलाई सूचनामा स्वागतमा हामीलाई सहायता गर्नुभयो यस चर्चका एल्डर अनुभव छ भने धेरै धन्यवाद छ हाम्रो दीपक साथीलाई धन्यवाद छ त्यसै गरिकन हामीले बिहानदेखि नै होइन आउँदै गर्दाखेरि मिठो खाजा तातो चिया कफी लगायत सबै तयार गरेर हामीलाई सहायता गर्नुहुने क्याटरिङका सम्पूर्ण परिवारलाई फेरि पनि खानाहरू तयार गरिदिनु भएको छ उहाँलाई धेरै धन्यवाद अनि सबै कुरा व्यवस्थापन गरेर सबै कुरा सङ्कलन गरेर म्यानेज गर्दै होइन सबै बोलाउँदै अलिकति होइन सबै कुरा लिड गर्न व्यवस्थापन गर्न अलिकति चुनौती नै त्यो परिवारलाई होइन त्यो कपाललाई पनि राखेको हुन्छ तर सबै असल रूपमा ल्याउनु भएको छ दीपक र सपना दीपक र सपना कपाल जोडी परिवारलाई पनि है अत्यन्त विशेष धन्यवाद यी सबैको व्यवस्थापन सम्हालिदिनु भएको निम्ति अनि मलाई फेरि धन्यवादको समय लिइदिन मलाई यो समय दिनुभएको निम्ति फेरि सम्पूर्ण चर्च परिवारलाई चर्च लिडरसिप र आज सञ्चालकलाई पनि धेरै धन्यवाद दिँदै यहाँहरू सबैजनाको उपस्थिति यहाँहरूको सहभागिता बिना यो सेलिब्रेसन चाहिँ फेरि के हुन्छ प्राइभेट अफेयर मात्रै भन्छ है त यसरी हामी सामूहिक रूपमा होइन मण्डली एउटा मण्डल एउटा समूह समुदाय हरेक कुरा हामी समुदायमै जिउँछौँ घरमा परिवारमा अनि समुदायमा समग्र राष्ट्रमा विश्वमै पनि हामी जिउँछौँ यसरी यी सबै कुरालाई अर्थपूर्ण अब बाँसुरी त बजाए बुरेल त बजाए सुन्दिने कोही छैन भने के अर्थ हो जस्तै होइन सबै कुरा प्रस्तुति गरियो सुनेर आशिषित भइदिने कोही भएर के मजा यसले गर्दा त्यसरी सबै कुरा उपस्थित भइकन सबै प्रियजनले सादा अनि अर्थपूर्ण गरिदिनु भयो अर्थपूर्ण बनाइदिनु भयो आशिष लिनुभयो पाउनुभयो अनि परमेश्वरलाई महिमा भयो यहाँ सबैजनालाई पनि विशेष धन्यवाद दिँदै अन्त्यमा फेरि परमेश्वरलाई धन्यवाद दिँदै धन्यवादको समय अन्त्य गर्न चाहन्छु हस् न धेरै धन्यवाद हामी तालिम गरेर एकअर्कालाई धन्यवाद